हेलो नमस्ते। आज चाहिँ हामी आम्याङ जाँदैछौँ। अहिले चाहिँ 12 बज्न आयो। सायद आज हामी बेलामा चाहिँ बस्छौँ अनि भोलि चाहिँ आराम जान्छ होला। अनि आज वेदर फोरकास्ट नि पानी पराएको देखाइरहेको छ। अनि हामी चाहिँ अब भोलि स्नो खेल्न जान्छौँ है। स्नो पऱ्यो चाहिँ एकदम रमाइलो भ्लग आउँदैछ। लेट्स गो बाइ। A few moments later. हामी चाहिँ टुरिज्ममा भेट्यौँ है। अब हामी चाहिँ अब कमल मिनाक जान्छौँ विशाललाई लिन। 1 hour later. अब हामी चाहिँ अब मिनाकबाट पेट्रोल हाल्यौँ। हामी जाँदैछौँ है। 20 minutes later. कस्तो हुँदैछ रामे? के केही छैन, यो त नोन एरिया हो नि त। ल यहाँको कस्तो हुँदैछ? अहिलेसम्म रमाइलो। ल अब यहाँ सल्लाह हुँदैछ हाम्रो है। अब यहाँबाट साखु निक्लिने कहाँ निक्लिने लगायत अब हामी नेक्स्ट स्टेसन 2 hours later. अब हामी चाहिँ यो छाप भन्ज्याङ आइपुग्यौँ होइन। अब हामीलाई चिया ब्रेक हुन्छ। विशाल कस्तो हुँदैछ एक्सपिरियन्स? मजा आइरहेछ नि होइन? बाटो चाहिँ अलिकति बिग्रिरहेको रहेछ होइन। अनि त्यही हो, अब हामी चिया खान्छौँ। हाम्रो याकुबले के ल्याएको अरे? याकुब म्याडलिन र फ्रान्सबाट होइन। यो चाहिँ फ्रान्सबाट आएको अरे है। अब यो हामी चियासँग खान्छौँ। 3 hours later. हामी अब वहाँदेखि साँखीदेखि लगभग 2 घन्टामा यहाँ आइपुग्यौँ। चिया खाँदै आउँदाखेरि अलिकति ढिला भयो होला। जस मजाले आयो भने भक्करदेखि यहाँ 2 घन्टा सलक्क आइपुग्यो। ए देखियो भने यो हाम्रो चाहिँ यो माछा यो मेरोन्जेको माछा हाम्रो आन्टीले बनाउनु भएको है। ल अब हामी चाहिँ गाडीमा जाने भयौँ होइन 18,000मा। अब हाम्रो बाइक चाहिँ माथि राख्ने भने त्यही गाडीको वालालाई दिने हो जिम्मा। कस्तो हुँदैछ यहाँको? मजा आउँदैछ हो? माथिको भ्यू आएर ल विशाल अब हामी माथि जाने होइन त? एकदम माथि आएर ल त्यो चाहिँ अब हाम्रो गाडी। अब हामी चाहिँ प्याकेजमा जाँदैछौँ होइन। त्यही हो, अगाडि म बस्छु, भुँडी मेरो हात भइरहेछ अनि कस्तो यार बस्दैन हो। केटा है ल आयो है। ल अब सिधै अब बेस क्याम्प। ल साथीहरू है, हामी चाहिँ अब यो दाइ चाहिँ फेरि हाम्रै यामारा ग्रुपको रहेछ। अनि यामारा दाइको ग्रुप हाम्रै यामाराको ब्रदरहरू होइन। अब 12 o'clock midnight. हामी चाहिँ 4 घन्टाको अफ रोड पछि चाहिँ फाइनल्ली हामी एउटा रिसोर्ट आइपुग्यौँ बेस क्याम्प। हामी यहाँ बेस क्याम्प। अब हाम्रो यहाँ रुम पाउँछ पाउँदैन हामीलाई थाहा छैन है। किनभने एकदम यो केटाहरू पुरै स्नो खेल्ने भनेर पुरै सबैजना आएर प्याक छ। अब हाम्रो दाइले चाहिँ बुझेछ है। रामी कस्तो भयो? खुट्टा मेरो चल्नु आएन हो। अनि विशाल कस्तो भयो? तिमी पो राम्रोसँग बस्यौ। अब हामी यसरी बस्नु परेको कच्चा गरेर अगाडि आनन्दले बस्यो तिमी। याकु बस्यो हो पछि। यो चाहिँ लुकिरहेछ। त्यही हो। अब सिधै अब डिनरमा भेटौँ ल। अब चाहिँ हामी खानाको लागि कुद्दैछौँ। यो राम्रो पोइन्ट चाहिँ यहाँ चाहिँ तातो पानीको व्यवस्था रहेछ होइन। पुरै प्याक छ। तर अब हाम्रो यो खाना पनि टट्ट खायो होइन, मिठो भबाल होइन। अब हाम्रो टेन्ट चाहिँ अब यो हाउस फुल छ, होटेल फुल छ। अब यहाँ एडजस्ट गरेर बस्नुपर्छ। ल लेट्स गो। ल केटा हो, हाम्रो चाहिँ एकदम बबाल होमस्टे एकदम धनको आतङ्क। अहिले चाहिँ बिहानको 3 बजिरहेछ। अब बिस्तारै रिफ्रेस भएर मासतिर चढ्नुपर्छ। अनि हाम्रो होटेलतिर चाहिँ अहिले स्नोफल हुन थालिरहेछ। अहिले स्नो देखाएको छैन होइन क्यामेरामा, तर स्नोफल भइरहेछ। त्यही हो गाइस, एकदम राति चाहिँ एकदम बबाल चिसो थियो। राम्रोसँग बिजोगसँगले सुत्यो। हेरौँ अब आज यता बसिन्छ कि तल गइन्छ।
स्नोफल सुरु भइसक्यो। यो स्नो चाहिँ हाम्रो यो टेन्ट हाउसको छतमा देखिरहेछ। अब त्यही हो, बबाल चिसो होला जस्तो छ। बबाल चिसो, बबाल एडभेन्चर। अब हाम्रो चिया ब्रेक भन्दा चाहिँ के हो न, अब तातो पानी खायौँ। यहाँ तातो पानी पनि छैन, चाहिँ सकिसक्यो। अब यतिको पावरमा अब हामी जानुपर्छ। हाम्रो यहाँ त अकडा हो। अन्त यहाँको रेडी हो? हौ मिस्टर भुवन रेडी हो? मलाई त यार सन्चो छैन, म जान्नु हुँदैन। ल नाउ वी आर गोइङ टु am I angry? कहाँ जाने? Yeah, I'm angry. अब चाहिँ हामी स्टार्ट गर्दैछौँ होइन ट्रेकिङ। हे हेर्नु सब बवाल छ है मान्छेको पदयात्री। केटाहरू चाहिँ तर आउँदैछ, म चाहिँ कुदिरहेको छु। एकदम स्टिप चाहिँ केटाहरू हिँड्न सकिरहेको छैन है। यो भ्यू चाहिँ खासै केही देखाएको छैन हो। हामी चाहिँ फाइनली आइपुग्यौँ होइन त। हामी चाहिँ फाइनली आइपुग्यौँ। विशाल र याकुब चाहिँ तल छ। कस्तो हुँदैछ रामे? अहिलेसम्म त रमाइलो छ, केही भएको छैन। मजा आएछ नि होइन? मजा आएर रमाइलो छ, केही भएको छैन। कति बजे अहिलेसम्म खास रमाइलो भएको छैन। अँ। अब एकछिनमा सनराइज हुन्छ अनि रमाइलो हुन्छ होइन। लगभग धेरै बाटो रहेछ, 1 घन्टा 40 मिनट होला। हिँड्नेलाई त 1.5 घन्टामै आउँछौँ हामी त नत्र। जस मजा आयो, तपाईँहरू पनि आउनु होला। ल अब माथि गएर भ्यू हेरौँ। ल फाइनली हाम्रो याकुब पनि आइपुग्यो है। कस्तो भयो याकुब? The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. Finding life along the way, melodies we haven't played. No, I don't want no rest. Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways, and on we'll go. And we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. And we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. ल गाइज हाम्रो अब यामाङ्रीको ट्रेक भनौँ कि अब राइड हाइकिङ भनौँ होइन, सक्यो। यही हो यात्रा।
हामी केटाहरू नि अब इन्जोय भयो भने त केटा इन्जोय भएन ठिकै हो ल नेक्स्ट टुर चाहिँ बवाल गर्नुपर्छ है त ल बाई 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 आम एङ्ग्री सी यु अगेन यो ट्रेकको कुरा गर्नुपर्दा चाहिँ अब एकदम रमाइलो भयो खासै हाइक गर्न पाएँ होइन त्यही 2 घन्टाको हाइक गऱ्यो होला तर ओभरअल मजा भयो अब साथीहरूसँग बोलाउन भेट भएको मजा भयो अब नेक्स्ट ट्रेक प्रोबेबली 5 पोखरी हुनसक्छ होइन त याकुब अन्त कहिले जाने रे ल साथी पनि अब बिहिबार जाँदैछ युए ब्याक टु अबुधाबी ब्याक टु वर्क सबैजना ब्याक टु वर्क इट वाज द बेस्ट मेमोरी फर्किँदैछौँ केटाहरू रेस्ट आउँदैछ हेलो अघि बस्ने भनेर तिमी नै फाइनली हामी चढेको गेटबाट आइपुग्यौँ आज राति भएर चाहिँ अझार भएर चाहिँ हामीले देखाउन पाएन यो इन्ट्री पोइन्ट यहाँबाट चाहिँ 2 घन्टाको बाटो छ त्यही हो मजा भयो अब चाहिँ हाम्रो ब्रेकफास्ट टाइम छ है ब्रेकफास्टमा चाहिँ रोटी र तरकारी छ अनि चिया छ अनि हामी कस्तो छ मिठो छ होइन हावा हो ल भुँडे कस्तो छ ठिकै छ ल Give me fire, give me reason, take me higher, see the champion, take the winner. Running for pressure around us, everything all around us. Sing a song every day. When I get older, I will be stronger. They call me freedom, just like the wave your flag. Freedom, just like the wave your flag. Let it go back, let it go back, let it go back. मजा आया।